ल साथीहरू आज चाहिँ हामी चाहिँ चटपटी बनाएर खान लाग्यो आफ्नै घरमा होइन धेरै बाहिर बजारतिरको चटपटीहरू नखानु होला पेट दुख्छ होइन तर यसरी आफैले घरमा पहचानु यहाँ हालेर अनि बनाएर दिन्छु तिमीलाई ल हुन्छ दिन्छु म पहचानु न बाबु मसला नि हाल्ने थाहा अब के गर्नु बुढालाई पनि दिनु परिहाल्यो बच्चाहरूलाई नदिए हामी कसरी खानु ल ल खानुहोस् कस्तो ज्ञानी छ फेरि त्यसमा बहिनीको छोरो पछाडिबाट है बहिनी म चाहिँ खतरा बनाउँछु क्या साथीहरू चटपटी चाहिँ यस्तो हुन्छ क्या अब बेला बेलामा फोन आउँछ होइन के गर्नु हामी चाहिँ चौधोको चटपटी बनाएर खानु लाग्छ मलाई भुजिया मन पर्दैन भुजिया हालेर बनाएको हजुर भेटेन नि 5 रुपियाँ हराएको आज दुधको पैसा तिर्न गएको बाटोमा आउँदा 5 रुपियाँ हराएको साथीहरू ल कसले भेट्यो त्यो भेट्नेको त हातमा क्याउ तिर पर्यो त्यही भएर मान्छेले भेटिहाल्यो किरा नपरोस् बरु भगवान् आफूले राम्रोसँग ढङ्गले जान्दैन न अरूलाई के उ गर्नु होइन यो चाहिँ भर्खर बारीबाट टिपेर ल्याएको हाम्रो फ्रेस कागतीले हेर्नु साथीहरू मेरो छोरी लभलिन हेलो भन छोरी यसरी हाल्ने चट्ट लाएर हाल्नु पर्ला अनि यो चाहिँ नटराज दालमोट होइन अनि त्यसपछि प्याज चाहिँ अब गाउँभरि खोजे प्याजै भेटेन साथीहरू आज सबैको घरमा प्याज एकदम सर्टेज रहेछ अनि त्यही भएर अनि गोलभेडा र धनियाँ मात्रै छ प्याजै रहन्छ भने सबैको बारीमा भर्खर उम्रिरहेको छ गाह्रो छ ल गाह्रो छ मसला नि हालिदिन्छु घरमा सबैजनाले मिठो आमा कस्तो झझल्को लागिरहेको 500 हराएको 5 लाख हराएको थियो भइरहेको साथीहरू मलाई के भयो होला हौस् धुलो खुर्सानी ल्याउन अलिकति तेल अनि यसरी मुछ्नुपर्छ खाना त यसरी खानुपर्छ ल हेर्नुहोस्